र आज 1 जनवरी 2024 को दिन यहाँ हामीले देख्न पाइरहेछौँ हेल्पिङ ह्यान्ड्सका सदस्यगणहरू यसरी यहाँ दुम्सीपाडा बडालाई नेपाली प्राइमरी स्कुलका प्राङ्गणमा यहाँ उपस्थित भइरहनु भएको छ र यस उपस्थितिको मेन उद्देश्य चाहिँ के हो भनेर हामी चाहिँ हेल्पिङ ह्यान्ड्सका अध्यक्ष सुश्री अन्जु लोप्चनको मुखारबिन्दबाट सुन्न चाहन्छौँ। नयाँ सालको सबैलाई शुभकामना दिँदै र विशेष आज हामी यहाँ एकत्रित भएको मूल उद्देश्य चाहिँ हो एउटा गेट टुगेदर पनि सबै मिलेर खुसी मनाऊ। हाम्रो नयाँ साल 2024 एकदमै राम्रो देखौँ र आज विशेष मेरो भन्न पर्ने कुरा चाहिँ हाम्रो यो नेपाली टिजी प्राइमेरी स्कुलको हाम्रो शिक्षक वर्गहरूलाई हामी हेल्पिङ ह्यान्ड्सको तर्फबाट आन्तरिक हृदयबाट धन्यवाद दिन चाहन्छौँ, किनभने उहाँहरूले हाम्रो जुन सानो कामहरूलाई धेरै नै ठुलो मूल्यवान बनाएर आज हामीलाई एउटा सम्मान पत्र दिनुभएको छ र उहाँहरूलाई यो नेपाली टिजी प्राइमेरी स्कुलको शिक्षक वर्गहरूलाई हामी हेल्पिङ ह्यान्ड्सको तर्फबाट धेरै धन्यवाद टक्राउँदछौँ। र आज हामीले हेल्पिङ ह्यान्ड्स खोलेको सेप्टेम्बर 2023 मा मात्र थियौँ, तर यति छोटो समयमा पनि हामीले एउटा सम्मान पत्र पाउँदाखेरि हामी हृदयबाट गर्वित छौँ र यसको श्रेय चाहिँ हामी हाम्रो नेपाली स्कुल प्राइमेरी स्कुलको शिक्षक वर्गलाई नै दिन चाहन्छौँ र यसरी नै आउँदो दिनमा हामीले राम्रो कार्यहरू गर्नु पाऊँ, हामीले राम्रो गाउँलाई उन्नति गर्न सकौँ, विकास गर्न सकौँ र सरहरूले अझै एउटा हामीमाथि एउटा भार सोच्नु भएको छ, हामीलाई योग्य सोच्नु भएको छ कि कुनै पनि स्कुलमा देखरेखको कार्य भयो राम्रो चिजको लागि हामी हेल्पिङ ह्यान्ड्सलाई सोच्नु भएकोमा पनि हामी धेरै धन्यवाद दिन चाहन्छौँ र हामी यो कार्यभारलाई सम्हाल्नलाई पनि एकदमै तयारी छौँ र तपाईहरुलाई म एउटा सूचना दिन चाहन्छु र मेरो जति पनि गाउँमा भनौँ या हाम्रो अञ्चलमा भनौँ या मादरीहाट ब्लकमा भनौँ र बाहिर जति पनि मेरो डिस्ट्रिक्ट भरिमा यदि हेल्पिङ ह्यान्ड्सको सहायता लिनु चाहनुहुन्छ भने हामीसँग सम्पर्क गरिदिनु होला र सबैलाई मेरो नयाँ सालको शुभकामना दिँदै यो मेरो सानो छोटो बातलाई यही नै अन्त गरिरहेको छु। अझै एकपल्ट सबैलाई हृदयबाटै धन्यवाद टक्राइरहेको छु।